So welcome guys to the Tathyanka Tech YouTube channel जहाँ चाहिँ हामी डाटा साइन्स मसिन लर्निङ पाइथन को भेरियस स्टेटिस्टिकल कन्सेप्ट्सहरू चाहिँ नेपाली भाषामा सरल र सहज हिसाबले सिक्छौँ। आजको हाम्रो शीर्षक छ डिक्सनरिज इन पाइथन, जहाँ चाहिँ पाइथनको एउटा कोर कन्सेप्टलाई चाहिँ हामीले टाइटल बनाएर चाहिँ पढ्न गइरहेको छौँ। डिक्सनरिज है, डिक्सनरिज भनेको चाहिँ तपाईँको कस्तो हुन्छ भन्दाखेरि दे वर्क सिमिलर टु के भन्छ ह्यास टेबल जहाँ चाहिँ की र आफ्नो करेस्पोन्डिङ भ्याल्युहरू चाहिँ रिप्रेजेन्ट गरिएको हुन्छ। यसलाई चाहिँ लिस्टको हिसाबले भन्दा नि लुकअप टेबलको हिसाबले युज गर्छौँ डिक्सनरीलाई होइन। अनि डिक्सनरीलाई चाहिँ भ्याल्युजले इन्डेक्स गर्छ, लिस्टको जस्तो इन्डेक्सेसहरूले चाहिँ हामीले गर्दैनौँ। अब यो भनेको अर्थ भनेको के हो बेसिकली म तपाईँलाई कन्सेप्चुअली बुझाउने नै वाला छु होइन। ओके, सो खासमा यो डिक्सनरी भनेको चाहिँ तपाईँको कस्तो हुन्छ भन्दा नि होइन, की भ्याल्यु पेयर्समा काम गर्छ क्या, की भ्याल्यु पेयर्समा काम गर्छ है। सो की भ्याल्यु पेयर्स यसको अर्थ चाहिँ के हो भन्दा होइन, तपाईँले चाहिँ कस्तो हुन्छ भन्दा यसरी एउटा भेन डायग्राम जस्तो बनाउँछु मैले होइन। यसरी लेट्स मेक अ भेन डायग्राम होइन। अनि तपाईँको की छ अरे है, फर इक्जाम्पल चाहिँ तपाईँको की चाहिँ तपाईँले एचओडिजहरूको बारेमा चाहिँ एउटा डिक्सनरी छ अरे, जहाँ चाहिँ की भनेको चाहिँ उनीहरूको डिपार्टमेन्ट र भ्याल्यु चाहिँ उनीहरूको नाम भयो अरे है। सो कस्तो हुन्छ भन्दा फिजिक्स, केमिस्ट्री, बायो, कम्प्युटर भनेर यसरी छ होइन। अनि अब फिजिक्सको चाहिँ हेड अफ डिपार्टमेन्टको नाम राम, श्याम, हरि, सीता यस्तो छ अरे है। सो यो की भयो, यसलाई म यसरी लेख्छु। सो यो की भयो एन्ड देन भ्याल्यु भयो है। सो इच कीको चाहिँ आफ्नो एउटा करेस्पोन्डिङ भ्याल्यु हुन्छ, 1-to-1 रिलेसनसिपमा चलिरहेको हुन्छ होइन। यसरी यसरी अब भ्याल्यु हरेक कीको एउटा भ्याल्यु हुन्छ, किजहरू एकदम युनिक हुन्छ। एउटा कीको दुईवटा भ्याल्यु हुनेवाला छैन। सो यो एउटा कीको ठ्याक्कै एउटा भ्याल्यु हुनेवाला छ। अनि हामीले चाहिँ डिक्सनरीलाई चाहिँ युज गर्दाखेरि चाहिँ यो कीबाट चाहिँ यसको करेस्पोन्डिङ भ्याल्यु चाहिँ हामीले आउटपुट पाउँछौँ। यो कीबाट चाहिँ हामीले सर्च गऱ्यौँ भने चाहिँ इन्डेक्स गरेर सर्च गऱ्यौँ भने चाहिँ हामीले यसको करेस्पोन्डिङ भ्याल्यु चाहिँ एज अ आउटपुट पाउनेवाला छौँ है त। सो अब कोड हेरौँ। सो अझ हामी कोडमा आयौँ। सो लेट्स मेक अ डिक्सनरी है। सो यसको चाहिँ एचओडी डिक्ट भनेर चाहिँ एउटा डिक्सनरी बनाऊँ। डिक्सनरीको सिन्ट्याक्स चाहिँ यस्तो हुन्छ, जहाँ चाहिँ हामीले की हाल्छौँ एन्ड देन भ्याल्यु हाल्छौँ है, यसरी। अनि कमा अर्को की 1 र सेमिकलन भ्याल्यु 1, यसरी यसरी यो फर्मेट चाहिँ फलो गर्छ। यो चाहिँ बेसिकली सिन्ट्याक्स मात्र हो। सो अब चाहिँ लेट्स क्रिएट हाम्रो एचओडीवाला डिक्सनरी। फिजिक्स भनेर की बनाऊँ अनि यसको करेस्पोन्डिङ भ्याल्यु फिजिक्सको हेड अफ डिपार्टमेन्ट हरि लुइटेल यसरी राखौँ। एन्ड देन केमिस्ट्रीको बनाऊँ, केमिस्ट्रीको चाहिँ हाम्रो श्याम थापा। अनि त्यसपछि बायोलोजी बायोलोजीको चाहिँ हाम्रो हेड अफ डिपार्टमेन्ट रविना कार्की। अनि त्यसपछि ल यतिको लिस्ट बनाउँ अहिलेको लागि है। अब यसलाई मैले प्रिन्ट गरेँ भने चाहिँ इफ आई प्रिन्ट दिस देन यसरी चाहिँ हाम्रो एउटा डिक्सनरी र उसको की भ्याल्यु पेयर्सहरू चाहिँ हामीसित प्रिन्ट हुनेवाला छ। हामीले एउटा बेसिक डिक्सनरी बनाएको छौँ है। अब यो डिक्सनरीमा फर इक्जाम्पल मलाई केही एड गर्न मन लाग्यो अरे भने है, सो मलाई एड गर्न मन लाग्यो भने चाहिँ मैले सिम्पली डिक्सनरी भनेर चाहिँ यसरी नयाँ की भ्याल्यु दिन सक्छु। फर इक्जाम्पल म्याथमेटिक्सको चाहिँ हाम्रो हेड अफ डिपार्टमेन्ट चाहिँ रवि मिश्रा भन्ने हुनुहुन्छ अरे है। सो म्याथमेटिक्सको हेड अफ डिपार्टमेन्ट। अब इफ आई प्रिन्ट दिस है, यो की र भ्याल्यु चाहिँ अटोमेटिकली यो डिक्सनरीमा एड भएको छ। सो 4वटा ऊ छ। अब डिलिट गर्नु पऱ्यो भने चाहिँ इट्स एकदम सिम्पल। तर डिलिट गर्नुभन्दा अगाडि चाहिँ मोडिफाई गर्न म सिकाउनेवाला छु। अब फर इक्जाम्पल हामीलाई यसरी केमिस्ट्रीको चाहिँ हेड अफ डिपार्टमेन्ट चेन्ज हुनुभयो अरे। अब हामीलाई त्यो चेन्ज गर्न मन छ भने चाहिँ यसरी केमिस्ट्री भनेर चाहिँ हामीले दिन्छौँ, केस सेन्सिटिभ हुन्छ। एन्ड देन हामीले देवेन्द्र चाहिँ पुरा सही, यसरी चाहिँ देवेन्द्र पुडासैनी भन्ने मान्छे चाहिँ हुनुभयो अरे। अब के चाहिँ हुँदैन, मैले अघि भने जस्तो अघि देखाएको जस्तो भन्दा चाहिँ केमिस्ट्री कीले चाहिँ दुईवटा यो श्याम र यो देवेन्द्र दुइटालाई सँगै देखाउँदैन, उसको भ्याल्यु चाहिँ रिप्लेस हुन्छ। मैले यसलाई प्रिन्ट गरेँ भने एज यु क्यान सी देवेन्द्र पुडासैनी भनेर केमिस्ट्रीकोमा देखाएको छ। यो केमिस्ट्री त एक्ज्याक्ट यही की त अलरेडी एक्जिस्ट गर्छ नि त। सो नयाँ की एड हुनेवाला छैन। म्याथमेटिक्सको केसमा चाहिँ यो की एक्जिस्ट गर्दैन थियो, त्यही भएर यो एड भयो। केमिस्ट्रीको केसमा के भयो, की अलरेडी एक्जिस्ट देयर, सो त्यही भएर यो एड भएन है। सो अब
इफ आई डु तपाईँहरू कमेन्ट गरिदिनु होला इफ आई डु दिस होइन थाहा पारेँ फर इक्जाम्पल इफ आई डु दिस के हुन्छ होला आउटकम भनिदिनु होला त कमेन्टमा म रन गर्छु है त यो अब यहाँ चाहिँ के भयो भन्दा मैले भने जस्तै केस अर्को यो क्यापिटल पी दिँदा थिएँ मैले अब यसमा त्यो क्यापिटल पी देखाएन सो अर्को फिजिक्स भन्ने एड भयो यस्तो कुराहरू चाहिँ हामीले अभोइड गर्नुपर्छ एउटा कन्भेन्सनमा डिक्सनरीको भ्यालुहरू चाहिँ राख्नुपर्छ अब डिलिटिङको यहाँ देखाइरह बट एक्ज्याक्टली त्यस्तो सिन्ट्याक्स चाहिँ फलो नगरेर म यसरी ब्राकेटभित्र दिन्छु एकचोटि डिक्सनरी अब हामीले चाहिँ के गर्नेवाला छौँ भन्दा फर इक्जाम्पल अब हामी चाहिँ कम्प्युटरको स्टुडेन्टहरू सो हामीले बायोलोजी पढ्दैनौँ रे वी डोन्ट निड दिस डेटा देन यसरी बायोलोजी भनेर हामीले चाहिँ एचओडी को यो की डिलिट गऱ्यौँ भने यो की र उसको करेस्पोन्डिङ भ्याल्यु दुइटै डिलिट हुनेवाला छ इफिसी अब यसरी चाहिँ देखाइरहेछ है त अब डिलिट पनि भयो मोडिफाई पनि भयो र हामीले एड गर्न पनि सिक्यौँ है त अब यसै गरी चाहिँ अब हामी लेट्स लर्न हाउ टु भ्यालिडेट कि त यो भ्यालिडेट कि एन्ड करेस्पोन्डिङ भ्याल्यु भने के हो भनेर म देखाउनेवाला छु फर इक्जाम्पल तपाईँलाई चाहिँ के गर्न मन लाग्यो अरे भन्दा के अरे नेपालीको ऊ छ कि छैन नेपालीको एचओडी चाहिँ यो डिक्सनेरीमा छ कि छैन भनेर चेक गर्न मन लाग्यो अरे होइन एउटा डिक्सनेरी तपाईँले नबनाएको डिक्सनेरीमा तपाईँले त्यो चेक गर्न मन लाग्यो अरे देन वाट यु क्यान डु इज डाइरेक्टली प्रिन्ट यसरी गरेर चाहिँ नेपाली इन एचओडी डिक्सनेरी भनेर चाहिँ यसरी प्रिन्ट गर्नु मन लाग्यो अरे अनि तपाईँलाई फेरि फिजिक्सको पनि चेक गर्न मन लाग्यो अरे यहाँ द्याट्स अ फिक्स अब यसको आउटपुट चाहिँ के आउँछ होला इफ तपाईँले के लाग्छ तपाईँलाई कमेन्ट गर्नु होला इफ अनि एकचोटि ट्राई गर्नु होला गेस गर्नु होला यसलाई म अब रन गर्छु है त ओके सो यहाँ चाहिँ के आयो भन्दा फल्स ट्रु भनेर आयो है फल्स किन देखायो नेपालीको त कोही छैन तर यसमा ट्रु किन देखायो फिजिक्स भनेर त हाम्रो की एक्जिस्ट गर्छ नि त सो फिजिक्स की चाहिँ एक्जिस्ट गर्छ भन्ने कुरा चाहिँ यसले भ्यालिडेट गर्दैछ सो यो चाहिँ हाम्रो डिक्सनेरिजको बारेमा थियो इफ यु गाइज लाइक द भिडियो देन प्लिज सेयर द लभ प्लिज लाइक सब्सक्राइब गरिदिनु होला इफ यु इन्जोय दिस इफ यु वान टु लर्न मोर इफ यु वान टु ग्रो इफ यु वान टु इन्क्रिज यर पाइथन एन्ड कोडिङ स्किल्स र केही सजेसन छ भने चाहिँ कमेन्टमा लेख्दिनँ आरामले केही नहिचकिचाइ कन्स्ट्रक्टिभ क्रिटिसिजम चाहिँ गर्न चाहनुहुन्छ भने गरिदिनु होला थ्याङ्क यू सो मच नमस्ते सी यु इन द नेक्स्ट वान